सो हे गाइज वेलकम टु माई मिनी ब्लग। फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो छोटो मिठो ब्लगमा। आज पनि दिउँसोमा नास्ता के खाम भएर मलाई धेरै बेर सोच्दाखेरि बल्ल मेरो दिमागमा फ्याट्टै पकौडा बनाएर खाम न त भनेर म यसो बाबुलाई बाबुको बाबासँग छोडेर पसलतिर जान खोजे। आज दिउँसो चाहिँ पकौडा नास्ता बनाएर खानु पर्यो भनेर सानो बच्चा बोकेर के पसलतिर जानु भनेर मैले घरमै छोडेर जान्छु भनेर सोचे। मेरो पकेटमा भने 1 रुपैयाँ थिएन, पकेटमा पैसा छैन, खान मन छ के लाग्छ त्यही भएर पैसा फुत्काउँछु भनेर मेरो बुढासँग एकछिन मिठो मिठो गफ गरेर पैसा फुत्काउन खोजे। तर पनि दिनु भएन। धेरै कर गरे, रिक्वेस्ट गरे, बल्ल बल्ल पैसा दिनु भएर मैले पैसा छोपेर पसलतिर जान खोजे। पैसा पाएपछि एकदम मक्ख हुने, पैसा छोपेर मक्ख पर्दै फेरि म पसलतिर दौडिन थाले। पैसा छोपेर म पसलतिर लागे। हातमा मोबाइल बोकेर कहिले पनि म यसरी हिँड्नु थिएन, त्यही भएर बाटोमा कोही मान्छे भेटिनुहुन्छ कि भनेर यस्तो लाज लागिरहेको थियो। तर पनि धन्न कोही भेटिनु भएन। ढुक्कका साथ भिडियो बनाउँदै म पसलतिर लागे। आज त मौसम पनि कति क्लियर देखिरहेको छ। मेरो गोजीमा 1 रुपैयाँ पनि नहुने कहिले पनि। यति पैसा पाएपछि पैसा बोकेर म मक्ख पर्दै पसलतिर दगुरे। आजको मौसम त एकदम राम्रो थियो अनि हाम्रो गाउँ पनि एकदमै राम्रो देखिरहेको थियो। बाटोमा कोही भेटिनुहुन्छ भन्ने मलाई यति लाज लागेको थियो। धन्न कोही भेटिनु भएन। अनि भिडियो बनाउँदै अगाडितर्फ लागे। सर र मैले यस गाउँ पनि देखाइदिएँ। हाम्रो साथीसँग एक्लै रङ्गीचङ्गी भन्दै भिडियो खिच्दै बाटोमा पसलतिर लागे। पसलमा गएर के सामान किन्छु र खान्छु भन्दै दौडी पसल पुगेको त यहाँनिरको त पसल बन्द पो रहेछ। के खाम्ला भनेर पैसा बोकेर पसलतिर दौडेको त यो पसल पनि बन्द, तल्लो पसल पनि बन्द रहेछ। भने जति सामान रहन्छ। मैले बाबुले अन्डा पनि किन्छु भनेर गएको थिएँ, तर त्यहाँ अन्डा रहन्छ। त्यही भएर मैले बाबुको लागि केरा किनेँ अनि अरू आफूले चाहिने सामानहरू किनेर म पसलबाट फर्किएँ। यसो फर्किँदै गर्दा म उकालोमा हल्का धौलायो अनि के खाम भएर बाबुलाई किनेर ल्याइदिएको केरा चाहिँ मैले एउटा खाइहालेँ बाटामै। घरमा बाबु रहेछ कि भनेर म दौडी उकालोमा हिँड्दै आएँ। बाबु साँच्चीकै रोएको रहेछ। म आउँदा त रोएर मलाई देखेर एकदम खुसी भयो बाबु। अनि बच्चा रुँदाखेरि त मलाई कस्तो मन अर्कै भयो। बच्चालाई समाएँ अनि खानातिर लाएँ। आजको भिडियो यति मात्रै। धन्यवाद।